गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई अदर ब्लग्स। अनि यत्रो दिनपछि ब्लग किन आयो भनेपछि बिकज अफ कम्युनिटी गाइडलाइन्स आएको थियो युट्युबमा, त्यसैले अनि त्यो दिन मैले के ब्लग बनाएँ अनि तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि भिडियो स्टार्ट गर्नुभन्दा मैले भनिहालेँ फर्स्टमा चाहिँ अनि यो प्रब्लम थियो भनेर कम्युनिटी गाइडलाइन्स होइन आएको थियो। खै कति 10 दिनको दिनको आएको थियो अनि अहिले चाहिँ हटिसक्यो होइन, त्यसैले भिडियो पनि बनाउन लागेको। अनि भोलिबाट चाहिँ रेगुलर भिडियो हुन्छ अनि भिडियो चाहिँ हेर्नु होला। यता चाहिँ खाना पाक्दैछ, यता त भात छ। तरकारी के छ आज? तरकारी चाहिँ गोबी आलु छ कहीँ छ। बोरी र आलु। के आलु? बोरी आलु। बोरी र आलु छ कहीँ खाना। ल गाइस, अनि अहिले चाहिँ खाना पनि पाक्दैछ। अनि खाना पाक्नुसम्म चाहिँ म चाहिँ गाउँमा जान्छु अनि एकछिन भ्लग बनाउन। अनि मैले बनाएकै छैन भ्लग गाइस, बिचमा चाहिँ एक दुईवटा मात्रै भ्लग बनाएको थिएँ, त्यो पनि 100% बनाएको थिएन, 80% बनाएको थिएँ। त्यसैले अनि अहिले चाहिँ म गाउँमा जान्छु होइन। अनि गाउँको के कस्तो छ माहौल पनि देखाइदिन्छु तपाईँहरूलाई। अनि आफ्टर लङ टाइम पछि होइन अब सिधै गाउँतिर लागौँ गाइस हामी होइन। हेलो गाइस, अनि अहिले चाहिँ बाटोमा पुगिसक्यो होइन। अनि के भन्छन् आजको मौसम पनि वाइल्ड क्रेजी छ, त्यति गर्मी छैन कहीँ, झिजो चाहिँ वाइल्ड गर्मी थियो होइन। अनि अहिले चाहिँ यस्तै मौसम बबाल लाग्छ कहीँ छैन मलाई। अनि गाउँमा गएपछि त अझै बबाल हुन्छ, भाइहरू भेटिन्छन्, वाइल्ड क्रेजी हुन्छ होइन आजको भिडियो। यो रुख पनि वाइल्ड क्रेजी छ होइन, देख्न सक्नुहुन्छ यत्रो माथि गइसक्यो होइन। जुन घर छ नि गाइस यो पनि वाइल्ड पुरानो घर हो गाइस। अनि यो जुन यो घर छ नि यो घरसँग मेरो पुरानो रिस्ता छ गाइस। अनि गाइस अहिले चाहिँ अमिटो भेटिसकेको छ। अमिटो भाइ, अनि अस्ति नै लास्ट भ्लग कहिले बनाएको थियौँ हामी? लास्ट भ्लग तेरो र मेरो लास्ट भ्लग बनाएको थियौँ नि त त्यहाँनिर त्यहाँ के हाम्रो बाटो के राइडर गाडीको चक्का उठाएर बिर्सी कि। अनि आज हाम्रो सब्सक्राइबरलाई केही सुनाइदियो नि त गीत सित यसो 2-4 अन्त आउँछ कि होइन त पछि ट्राई आउँछ ल सुना त। गुरुमाता पिता गुरु बन्धु सखा, गुरुमाता पिता गुरु बन्धु सखा, तिम्रो चढामा स्वामी मेरो कोटि प्रणाम, तिम्रो चढामा स्वामी मेरो कोटि प्रणाम। प्रियतमा तिमी अनाथमा तिमी, अनाथमा तिमी, तिम्रो चढामा। हेर्न सक्नुहुन्छ दुईवटा यहाँ साडीहरू छन्, एउटा चाहिँ यहाँ गेम खेल्दैछ होइन। अनि यो चाहिँ यिनीहरू चाहिँ दुइटै गेम खेल्दैछन् भन्नाले, तर गेम चाहिँ खेल्छन् तर साथमा खान्छन्। आज चाहिँ हान्छ यिनीहरू जस्तो लाग्यो मलाई। हान्छ कि नै आज? कति गोल? 50। यसमा कति खान्छ त्यति? खै ए 2 गोल ल लास्टमा गाइस, लास्टमा मान्छेहरूले डिएलएस के या 50 भने के भन्नाले एफसी मोबाइल म चाहिँ डिएलएस खेल्छु गाइस, तिनीहरू चाहिँ एफसी मोबाइल खेल्छन्। ठिक छ, खेला केटा त हल्का यसमा चाहिँ। हेलो गाइस, अनि अहिले चाहिँ होइन गाउँबाट चाहिँ घर पुगिसकेँ। अनि अहिले चाहिँ खाना पनि पाकिसक्यो। अनि अहिले चाहिँ खाना खान्छु गाइस। अनि खानामा चाहिँ मैले अघि नै के छ भनिसकेँ तपाईँहरूलाई। अनि खाना खाने बित्तिकै फेरि म एकछिन सुत्छु, देन त्यसपछि फुटबल खेल्न जान्छु आजभोलिमा डेली। अनि जब यो भ्लग म हाल्थेँ नि त युट्युबमा, अनि त्यो दिनबाट भन्दा हल्का हाडीको दिनबाट म जान्थेँ फुटबल खेल्न। अनि चाहिँ डेली गएको छु होइन। अनि गेम पनि हान्छौँ, बाजी हान्छौँ 200-500। अनि जितेको पनि छौँ गाइस। अनि त्यही हो, अनि एकाउन्टमा पनि पैसा हाल्नु छ गाइस। अनि हिजो चाहिँ जितेको थियौँ गेम, अनि पैसा देखाइदिन्छु तपाईँहरूलाई। अनि यता राखेको छु पैसा, अरू चाहिँ त्यता छ देख्न सक्नुहुन्छ गाइस, निकाल्न बन्दै छैन तर भित्र छ पैसा गाइस। अनि अहिले चाहिँ खाना खाँदैछु, खानामा चाहिँ दाल छैन आज गाइस। अनि यता चाहिँ सौरभ जोशीको भ्लग हेर्दैछु गाइस। हेलो गाइस, अनि अहिले चाहिँ म होइन उठिसकेँ। अनि खाना खाने बित्तिकै म सुत्दिएको थिएँ होइन। अनि अहिले चाहिँ फुटबल खेल्न जान्छु। अनि किनकि म डेली जान्छु नि त, बिहान पनि भनिसकेँ। अनि केटाहरू चाहिँ अहिले आउँछन् त्यहीबाट। अनि यहाँ पछि म तपाईँहरूलाई देखाइहाल्छु होइन। अनि आज पनि बाजी हान्नुपर्छ गाइस होइन 200 को। अनि लाइन पनि गएको भर्खरको 4 बजे, ठ्याक्क 4 बजे लाइन गयो गाइस। हेलो गाइस, अनि अहिले चाहिँ हामी बाहिर आइसक्यो म चाहिँ घरबाट। अनि अहिले चाहिँ गाउँमा जान लाग्यो हामी फुटबल खेल्न। अनि आजको त्यति मौसम त्यति गर्मी छैन हिजोको जस्तो, हिजो चाहिँ वाइल्ड गर्मी थियो, भ्लग चाहिँ बनाउँथेन। अनि जान सक्नुहुन्छ यताको भ्यू मस्त छ यता काम गरिरहेको छु गाइस। माटा गाटा गाई चर्ने खोली बगी। म यहाँ किन हो स्याड? आज गेमको के छ त आज हाम्रो?
ल ठिक छ कागर अल्छी रे सोफी ह्यान्डसम राजा राइडिङ गाइज मेरो बाबु लट्टु दूर भए पागल भएको गाइज यो पागल भएको गाइज बाजे हाँस्दै यहाँ डाँट देबो घंचा 3 ठो नहीं 4 ठो डाँट देबो हो कि नहीं कालै भएको है बादल पुरा फोटो हाल्यो करायो क्या गर्दै रे दाइ नाइस यार नाइस नाइस अहिले चाहिँ पुगिसक्यौँ यता ग्राउन्डमा आजको गेम समर भाइहरू गर्न भाइ जित्छु कि कतिको लान्छु यिनीहरूलाई 8 यो भाइले त हान्छ जस्तो ला नाममा ल गाइस अनि लाइनअपमा आइसक्यो गाइस प्लेयरहरू चाहिँ लाइनअपमा आइसक्यो यो चाहिँ मेरो गाउँको केटाहरू हुन् अनि के कस्तो गेमहरू खेल्छन् ओके डन स्टार्ट गर हान्यो ब्रिटिश हान्यो अहिले चाहिँ गेम खेलिसक्यो होइन केटाले चाहिँ गेम जित्दिएन केटाहरू ल ए नबोल्न है हल्ला नगर गाइस आज ह्याट्रिक खाने गाइस 2 गेम जित्यो लगातार चक्लेको यहाँ एसबिएम 3 नम्बर मेरो त 7 नम्बर गाइस चक्लेट किन चक्लेट मेरो लागि 10 को त्यो किन्दैन म हिजो खाने मैले खाएन थाहा छ कि हिजो म यहाँ पैसा लाग्छ नि त मलाई 10 को त्यो किन्दैन चक्लेट है एउटा सबै हिँड्दैछन् गेम खेलेर आइसक्यो केटा हेलो गाइस अनि अहिले चाहिँ घर पुगिसक्यो होइन अनि अहिले चाहिँ फ्रेस हुन्छु म अनि पसिना पसिनै छ अनि गेम चाहिँ भाइहरूको मात्र देखाएँ मैले आफ्नो खेलेको देखाएन अनि गेम चाहिँ जित्यौँ गाइस 2 का 2 गेम फर्स्ट गेम थियो हाम्रो फर्स्ट गेममा 3-3 भयो अनि 3-3 भएर पेनाल्टी सुटमा जित्यौँ त्यसपछि चाहिँ अर्को गेममा चाहिँ 0-5 भयो अनि 3 गोल चाहिँ मैले हाने 2 गोल चौरले हाने अनि 1 गोल चाहिँ हातले हान्दै गाइस तर त्यो चाहिँ मानेन नि त्यसैले अनि अहिले चाहिँ फ्रेस हुन्छु गर्मी हेर्नु न गाइस यार पैसा चाहिँ यति जितेको गाइस अनि यहाँ जितेछु यहाँ सक्नुहुन्छ अनि अरूलाई खिलाइदिएँ 100 रुपियाँ जति खिलाइदिएँ अनि अरू पैसा चाहिँ यता राखेको छु गाइस हेर्न सक्नुहुन्छ अनि अझै छ कि छैन यति नै हो गाइस 80 रुपियाँ छ 80 90 100 छ यसमा अरू यता छ देख्न सक्नुहुन्छ यति नै हो गाइस पैसा चाहिँ एकाउन्टमा हाल्नु छ गाइस यति पैसा अनि त्यसै देख्न सक्नुहुन्छ हेलो गाइस अनि अहिले चाहिँ फ्रेस भइसक्यो होइन अनि देख्न सक्नुहुन्छ अनि यो चाहिँ बरफको पानी हो गाइस आइस होइन अनि म चाहिँ फेस वास गर्नुपर्छ किनकि गर्मीमा यस्तो खेलेको थिएँ नि गाइस यहाँ चाहिँ पिम्पल आएको थियो गइगयो गाइस पसिनाले पुरा देख्न सक्नुहुन्छ यहाँनिर ठ्याक्क किनकि त्यहाँ पसिना निकाल्नु एकदम बेस्ट हो गाइस पुरै आफ्नो ट्याक्स के भन्छ त्यसलाई के भन्छ नि यार ट्याक्स के भन्छ टक्सिनहरू नराम्रो टक्सिनहरू सबै आउँछ नि त पसिनाले त्यसैले राम्रो हुन्छ गाइस अनि तपाईँहरू पनि वर्कआउट गर्नुहोस् सानसानोतिर न त्यही भन्छु जहिले गरे नि बिहान सानो जहिले गरे नि तर गर्नुहोस् गाइस एकचोटि चाहिँ वर्कआउट गर्नै पर्छ तपाईँहरूले त्यही हो म चाहिँ गर्छु गाइस अनि त्यही हो
यसले चाहिँ खाना पनि पाक्दैछ खाना चाहिँ पाकिसक्यो अनि तरकारी चाहिँ पाक्दैछ मासु अनि साग र दाल चाहिँ पाकिसक्यो गाइस अनि तपाईँलाई देखाउँछु होइन हल्का खानुपर्छ गाइस फलफुलहरू हल्का होइन भात पाकिसक्यो साग छ भात र तरकारी छ बिहानको तर यो बिहानको खान्न अनि यता चाहिँ दाल पाकिसक्यो गाइस मकैको भात हो गाइस हेर्नु त गाइस कस्तो भएछ गाइस चाहिँ बोरे जमेर यो पुरै हेर्नु त दाबदा पनि फुटिरहेको छैन गाइस हेर्नु यो यसलाई फुटाउनुपर्छ अब एकछिन हेलो गाइस अनि अहिले चाहिँ खाना खाँदैछु मासु चाहिँ यता आधी खाइसकेँ अनि अचार निम्बु भात दाल छ